देवता र दानव बीचको एउटा यस्तो महायुद्धको कल्पना गरौँ त जसले पूरै ब्रह्माण्ड नै हल्लाइदियो। स्वस्थानी व्रतकथाबाट निकालिएको यो रोमाञ्चक गाथा हो तारकासुरको वधको। यो कथामा हामी शक्ति, बुद्धि र भाग्यको एउटा अद्भुत परीक्षालाई नजिकबाट हेर्नेछौँ। तर कथाको सबैभन्दा ठूलो प्रश्न नै यही हो, एउटा यस्तो दानव जो लगभग अमर छ, उसलाई हराउने कसरी? झन् जसलाई स्वयं सृष्टिकर्ताले नै नहार्ने वरदान दिएका छन् भने? हो, यो प्रश्नको उत्तर साँच्चै सजिलो भने थिएन। अब यो लगभग असम्भव लाग्ने प्रश्नको जवाफ, अचम्मको कुरा, शिवका 2 पुत्रहरूमा लुकेको थियो। हो, गणेश र कुमार। उनीहरूको जन्म र भाग्य दुवै असाधारण थियो र यही महायुद्धका मुख्य नायक पनि उनीहरू नै थिए। पहिले गणेशको त्यो अनौठो जन्मको कथा सुनौ है त। यो कुनै सामान्य जन्म थिएन, बिल्कुलै थिएन। देवी पार्वतीले आफ्नो द्वारको रक्षा गर्नका लागि आफ्नै शरीरको मैलबाट एक बालक बनाउनुभयो। तर जब स्वयं शिव त्यहाँ आइपुग्नुभयो, ती बालकले उहाँलाई भित्र पस्न दिएनन्। अब यो टक्राउ यति बढ्यो कि क्रोधको आवेगमा शिवले ती बालकको शिर नै काटिदिनुभयो। पछि पार्वतीको त्यो विलाप शान्त पार्न शिवले एउटा हात्तीको शिर ल्याएर ती बालकको शरीरमा जोडिदिनुभयो र उनलाई फेरि जीवित पार्नुभयो। हो, यसरी नै जन्म भयो प्रथम पूज्य देवता गणेशको। यहाँ हेर्नुस् त, त्यो नाटकीय क्षण कस्तो थियो होला। एकातिर पार्वतीले बनाएका ती बालक अनि अर्कोतिर क्रोधले चूर भएका शिव। यही एउटा घटनाले नै गणेशलाई हात्तीको शिर भएको र कुनै पनि काम सुरु गर्नुभन्दा पहिले पूजा गरिने देवताको रूपमा स्थापित गर्यो। अब पालो कुमारको जन्मको कथाको, र यो पनि उत्तिकै चमत्कारी र अलौकिक छ। कथाअनुसार शिवबाट एउटा यस्तो दिव्य तेजको ज्वाला निस्क्यो जसको शक्ति कसैले पनि सहन सक्ने थिएन। त्यो तेजलाई पहिले अग्निदेवले र त्यसपछि गङ्गाले धारण गरिन्, अनि अन्तमा 6 जना कृत्तिकाहरूले पालन पोषण गरेपछि वहाँ 6 मुख भएका महान योद्धा देवता कुमारको रूपमा प्रकट हुनुभयो। अब यी 2 भाइको शक्ति र बुद्धिको असली परीक्षा हुने बेला आयो। शिवले एउटा प्रतियोगिता राख्नुभयो। सुमेरु पर्वतको परिक्रमा गरेर को पहिला फर्किन्छ हेरौँ। तर यो केवल गतिको दौड मात्रै थिएन, यो त बुद्धिको पनि परीक्षा थियो। यो चुनौतीमा दुवै बाइको प्रतिक्रिया हेर्न लायक थियो, एकदमै फरक। एकातिर थिए कुमार, शक्ति र गतिको प्रतीक। उहाँ त तुरुन्तै आफ्नो वाहन मयूरमा चढेर सुमेरु पर्वत परिक्रमा गर्न निस्किहाल्नुभयो। तर अर्कोतिर गणेशले भने अर्कै बाटो रोज्नुभयो, बुद्धिको बाटो। उहाँले कतै नगएर आफ्नै मातापिता शिव र पार्वतीको परिक्रमा गर्नुभयो। किनकि उहाँको लागि सम्पूर्ण संसार भनेकै उहाँका मातापिता हुनुहुन्थ्यो। गणेशको यो अद्भुत बुद्धिमत्ता देखेर शिव यति धेरै प्रसन्न हुनुभयो कि उहाँले एउटा ठूलो वरदान दिनुभयो। उहाँले भन्नुभयो, हे गणेश, तिमी धन्य छौ। अबदेखि स्वर्ग, मर्त्य र पाताल तीनै लोकमा कुनै पनि काम सुरु गर्नु अघि सबैभन्दा पहिले तिम्रो पूजा हुनेछ। तिम्रो पूजा बिना कुनै पनि कार्य सफल हुने छैन। खैर, गणेशले त आफ्नो स्थान पाउनुभयो, तर ब्रह्माण्डमा एउटा ठूलो सङ्कट त्यो अझै बाँकी नै थियो। त्यो सङ्कटको नाम थियो तारकासुर। ऊ कुनै साधारण दानव थिएन। उसले आफ्नो आतङ्कले पुरै ब्रह्माण्डलाई त्रसित पारेको थियो। अब प्रश्न उठ्छ, उसको शक्ति यति धेरै कसरी भयो? हो, त्यसको स्रोत थियो ब्रह्माबाट पाएको वरदान। अब यो वरदान भनेको के हो भने कठोर तपस्या गरेपछि पाइने एउटा यस्तो दैवीय उपहार हो जसले लगभग नहार्ने शक्ति दिन्छ। यस्तो शक्ति जसलाई देवताहरूले पनि सजिलै तोड्न सक्दैनन्। त्यसो भए के थियो त तारकासुरको वरदान? सृष्टिकर्ता ब्रह्माले उसलाई यस्तो वरदान दिएका थिए कि कुनै पनि देवता वा प्राणीले उसलाई मार्न नसकोस्। तर भनिन्छ नि, हरेक शक्तिमा कतै न कतै एउटा कमजोरी लुकेको हुन्छ। तारकासुरले एउटा सानो कुरामा ध्यानै दिएन। त्यो के थियो भने उसलाई केवल शिवको पुत्रले मात्र मार्न सक्थ्यो। अनि यही शक्तिको नशामा तारकासुरले देवताहरू विरुद्ध युद्धको घोषणा गर्यो। उसले स्वर्गमाथि विजय हासिल गर्यो। देवताका राजा इन्द्रलाई समेत हराएर सिंहासनबाट हटाइदियो। सोच्नुस् त, सम्पूर्ण देवलोकमा कस्तो हाहाकार मचियो होला। जब शक्तिशाली भनिने देवताहरूले नै हार माने, तब पूरै ब्रह्माण्डमा अन्धकार र निराशा छायो। अब उनीहरूसँग एउटै मात्र अन्तिम आशाको किरण बाँकी थियो, र त्यो थियो
महादेव शिव। यहाँ देवराज इन्द्र र अरू सबै देवताहरू कैलाश पर्वतमा महादेवको शरणमा पुगेका छन्, हार स्वीकारेर मद्दत माग्न। उनीहरूको झुकेको शिर हेर्नुहोस्, अनुहारमा पराजयको पीडा छ, तर कतै न कतै आशाको एउटा सानो किरण पनि देखिन्छ। देवताहरूले महादेवसँग बिन्ती गरे, हे महादेव, तारकासुरले हामीलाई स्वर्गबाटै निकालिदियो, अब यसको अन्त्य हजुरबाटै मात्र सम्भव छ। अनि उनीहरूले त्यो भविष्यवाणी पनि याद दिलाए, जसअनुसार तारकासुरको अन्त्य केवल शिवको पुत्रको हातबाट मात्र हुन सक्थ्यो। देवताहरूको यो प्रार्थना सुनेपछि महादेव सहमत हुनुभयो अनि उहाँले घोषणा गर्नुभयो, तारकासुरलाई मैले होइन, मेरो पुत्र कुमारले मार्नेछ। उहाँले कुमारलाई देवसेनाको सेनापति बनाउनुभयो र त्यो भविष्यवाणी पूरा गर्ने जिम्मा दिनुभयो। हो, यही थियो कथाको सबैभन्दा निर्णायक मोड। र यसरी सुरु भयो ब्रह्माण्डको त्यो महान युद्ध, एक यस्तो लडाईँ जसले देवताहरूको भाग्यको फैसला गर्नेवाला थियो। यो धर्म र अधर्म बीचको अन्तिम लडाईँ थियो। अनि हेर्नुहोस्, शिवका पुत्र कुमारदेव सेनाको नेतृत्व गर्दै तारकासुरको दानवी सेना विरुद्ध अघि बढे। यो त्यो भीषण युद्धको सुरुवात थियो जहाँ दुवै पक्ष आफ्नो सम्पूर्ण शक्ति लगाएर आफ्नो अस्तित्वको लागि लडिरहेका थिए। आकाश र पाताल नै काप्ने गरी दुई सेनाबीच भीषण युद्ध भयो। अन्तमा पुरै युद्धको निर्णय एउटै कुरामा आएर अड्कियो, कुमार र तारकासुर बीचको अन्तिम ड्युल। हो, त्यही निर्णायक क्षणमा कुमारले आफ्नो अन्तिम र सबैभन्दा शक्तिशाली अस्त्र चलाउनुभयो, चन्द्रबाण। त्यो शक्तिशाली बाणले सिधै तारकासुरको शिर छिनाइदियो। बस, त्यो दानवको पतनसँगै तीनै लोकमा फेरि शान्ति र व्यवस्था कायम भयो। देवताहरूले आफ्नो गुमेको स्वर्ग फिर्ता पाए र अन्ततः धर्मको विजय भयो। अब यो प्राचीन कथाले हामीलाई शक्तिको वास्तविक स्वरूपबारे सोच्न बाध्य बनाउँछ, होइन त? साँचो शक्ति के हो? शारीरिक बल कि बुद्धिमत्ता? एकातिर गणेशको विवेक छ, अर्कोतिर कुमारको वीरता। दुवैको आफ्नो महत्त्व छ। सायद वास्तविक विजयका लागि यी दुवैको सन्तुलन नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।